अनि हाम्रो मास्टरजी अब तपाईँलाई आज म बेसरी यो जनता कहाँ पनि सम्झाउँछु है। यहाँ के भयो भन्दाखेरि यो यत्रो मेसिनले काट्नु भएको छ। यहाँ चाहिँ 600 मिटर एकैचोटि लाउनु भयो। 600 मिटरमा 300 पिस निस्क्यो, 2 मिटर लाग्यो। अब यो कटिङ हेर्दा यति छ 600 300 पिस। अनि यो कत्रङ हेर्नु त यो 40 अनि यो भयो। अनि यति कत्रङ निकालेर त उद्योग डुबिहाल्छ नि। मास्टरजी के गरेको यो के हो भनिदिनु न पर्यो मलाई। यो यस्तो हो दाइ, अब 600 मिटर कपडामा यति निस्किनु स्वाभाविक हो। अब सिधै कपडा उनै बन्दैन, काट्नुपर्छ। कटिङ हुने ठाउँमा गएर जुन टेलरमा पनि जुन उसमा पनि त्यति 600 मिटर कपडा काट्दा यति आउनु स्वाभाविक नै हो। त्यो केही उ नै होइन, तर तपाईँलाई धेरै लागेको। तर यसको पनि विकल्प छ दाइ। किनभनेपछि अब यो खेर गएको मानिँदैन। किनभने यसलाई एउटा डस्ना या बेडसिट या कुर्सीहरूमा बिछ्याउने त्यो टेबल सिट त्यस्तो बनाएर यसलाई पनि त अब यहाँ 300 किलो त्यतिकै फाल्यो होइन हामीले। अनि मलाई 300 किलो फाट्दाखेरि त अब यो मास्टरजीलाई सम्झाउनु पर्यो। यत्रो टुक्रा अब यो ठुल्ठुलो टुक्राहरू योलाई अब तपाईँले 20-21 वर्ष मास्टरिङ गर्नु भएको छ सुर्खेतमा होइन। अब यत्रो टुक्रा भने ठुल्ठुलो हो। अब यो हामीले यसको यो कुनै अब यताउति साना घरमा काम गर्ने दिदीबहिनी आयो भने यो पनि हामीले सस्तो मूल्यमा दिन सकिन्छ होला। दिदा कसो होला? सस्तो मूल्यमा मजाले दिन सकियो। किनभने चाहिँ उहाँहरूले यसबाट अब थैलीहरू पनि बनाउन सक्नुहुन्छ, घरेली हेमको थैली। अनि त्यसपछि अब यिनी सानोबाट के हुन्छ भन्दाखेरि अब यसबाट कपासहरू बन्छ। कपासहरू बनाएर हामी यसको उ पनि गर्न सक्छौँ, सदुपयोग पनि गर्न सक्छौँ। अनि तपाईँको हामीले सुर्खेतमा हुँदाखेरि मैले 20-22 वर्ष काम गरेको यो उसमा लाइनमा 20-22 वर्ष भयो। सुर्खेतमा हुँदाखेरि यसको हामीले कपास बनाएर बेडसिट बनाएर यस्तो राम्रो भएको थियो कि यसको अब तपाईँले पनि एकचोटि गरेर हेर्नुहोस् न। अब यो ट्राई गर्नु पर्यो है। अझ यो फिट्ने कारखाना चाहियो। अब यहाँ हेर्दाखेरि त झन्डै 600 मिटरमा भनेको हाम्रो 150 किलो हुँदो होला। 150 किलोमा 30 किलो चाहिँ यो टुक्रै निस्क्यो यो है। उही पनि कोही त ठुल्ठुलो छ, कोही सानो छ। अब यो एक टुक्रामा लागौँ भनेपछि हाम्रो खर्च धेरै आउने भयो। अब आयो सामान यति मात्र। अब यो 600 पिस 300 पिस आयो होइन। अब यो मेसिन कट्टो ठुलो भएर हो कि सानो मेसिन ल्याइदियो भने होला कि सानो मेसिनमा पनि यति जाला होइन। 600 मिटर कपडा भनेको धेरै हो। त्यतिमा 300 पिस हामीले कुर्ता निकालेका छौँ। कुर्ताको भनेपछि 2 मिटर एउटालाई लाग्ने, 2 मिटरबाट निस्केका टुक्रा हो। यसमा केही पनि खेर गएको मानिन्छ। कति 1 मिटरमा 10% जति खेर जाँदो रहेछ यो? लगभग 10-12% त्यहाँभन्दा बढी जान्न। यो त अब भनेपछि साइडतिर कुनाकानी निस्केको हो। त्यो मध्य कपडाको त होइन। मध्य कपडाको निकालेर लाए त हाम्रो कारखानालाई, तपाईँलाई घाटा, हामीलाई घाटा, सबैलाई घाटा हो नि। कहाँ अब रुकुमबाट रोल्पाबाट गाडीमा सामान हालेर इटहरी पुर्याएर यार, अनि त्यहाँ इटहरीमा धागो निकालेर मजदुरहरूले दुःख गरेर यहाँ आएर बुनेर तयारी कपडा जब राम्रो आहा कलकलाउँदो कपडा बनाएको हुन्छु, यहाँ आएर मास्टरले यस्तो टुक्रा गरेपछि मन रुँदैन त? रोइहाल्छ नि होइन। यो लागेको हो, तर यो खेर जाँदैन दाइ। एउटा गर्नुहोस्, प्रयास गर्नुहोस्, एकचोटि गरेर हेर्नुहोस्, ग्राहकलाई दिनुहोस्, राम्रो बन्छ। यो हामीले पहिला बनाएको पनि हो, बनाएर मैले सुर्खेतमा हुँदाखेरि बनाएको पनि हो। राम्रो बिक्री पनि भएको थियो, राम्रो काममा आएको थियो, राम्रो डिमान्ड पनि भएको थियो। तपाईँलाई एकचोटि मैले पहिला पनि भनेको हो, यो यस्तो टुक्रा खेर नखाल्नुहोस्, यसरी बनाउनुहोस्, डस्ना बनाएर गर्नुहोस् भनेको। तपाईँले अब प्रयास गर्नुहोस् गर्दा राम्रो होला। अब आउने दिनमा म यो गाँजाको डस्ना पनि बनाउने हो। अब यो बनाइहाल्छु अब यो गरेर। तर यहाँ त मन त धुरुक्कै रुयो। हेर्नु न, अब यत्रो दुःख गरेको धुरी मन पुरुन्छ। यत्रो टुक्रा बनाएर मास्टरले कहिले अब यो मास्टरले गलत पो गर्यो कि भनेर मैले अब यो यहाँ चाहिँ तपाईँलाई नभन्नु के खुसुक्क त्यो क्यामेरा लाएको छु। त्यो रेकर्ड पनि गरिरहेको छ। सबै जनतालाई सुनाउनु पर्यो नि त। कहाँ एक्लै गणेश बेमानी भन्लान् भोलि होइन हो। त्यसैले अब यो खुरुक्क क्यामेराले पनि खिचिरहेछ। ल ठिक छ। हाम्रो अब तपाईँको परिचय पनि दिनु नि त सबैलाई। मेरो परिचय खास मेरो घर चाहिँ सुर्खेतमा हो, मध्यपश्चिम सुर्खेतमा, कर्णाली प्रदेशमा सुर्खेतमा हो। अनि म चाहिँ यहाँ आएको अहिले उहाँको डाक्टर हाम्रो गणेश दाईको उसमा फ्याक्ट्रीमा काम गर्न लागेको अहिले भयो। मेरो 2 वर्ष पुग्न लाग्यो। यहाँ चाहिँ मैले सुर्खेतमा 20-22 वर्ष गरेको यो काम। अनि आगामी दिनमा पनि गर्दै जाउँला, राम्रो होला भन्ने उसमा छु। ल हेर्नुहोस् दर्शक दाजुभाइ दिदीबहिनीहरू, अब हामी यसको चाहिँ